भाइले मेरो पसलबाट डिस्प्ले चेन्ज गर्नुभएको रहेछ। यहाँ हेर्न सक्नुहुन्छ डिस्प्ले मजाले चलिराखेको छ। भाइले म एउटा दुईवटा प्रश्न सोध्न गइराखेको छु। अनि भाइ तिमी कहाँबाट आएको? म विराटनगर जोगबनीबाट वार्ड नम्बर 17। जोगबनीबाट भाइ चाहिँ मेरो पसल आइदिनु भयो, त्यसको लागि म भाइलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि भाइ तिमीलाई कसरी थाहा भयो म यहाँनिर एकदम सस्तोमा डिस्प्ले चेन्ज गर्छु भनेर? म चाहिँ टिकटकमा अरू फेसबुकमा हेरेर आएको। भाइले चाहिँ टिकटक फेसबुक दुवैतिर मेरो भिडियो हेर्नुभयो अनि माया गरेर आइदिनु भयो पसल। अनि भाइलाई चाहिँ म एउटा सानो गिफ्ट दिन गइराखेको छु। भाइलाई त मैले यो एयरबड्स दिँदै थिएँ, तर भाइले भन्नु दाइ मसँग एयरबड्सहरू धेरै नै छ, मलाई अझै अर्कै नै केही सामानहरू दिइहाल्नु। अनि भाइले रोजेको यो फ्यान भाइको छोराको लागि हुन्छ अरे। अनि भाइलाई चाहिँ म यो गिफ्ट दिन गइरहेको छु। अनि भाइ तिमी एयरबड्स नलिएर फ्यान नै किन लिएको भन त? यो फ्यान चाहिँ धेरै काम आउँछ। एयरपोर्ट चाहिँ मसँग धेरै छ क्या, 4-5वटा छ। यो फ्यान चाहिँ काम आउँछ, घरमा पनि लाइन भाग्दाखेरि मलाई पनि काम आउँछ, मेरो घर पनि घरको फ्यामिलीको लागि काम आउँछ। यस्तो गर्मीको बेलामा यहाँ हेर्न सक्नुहुन्छ मेरो फेसभरि नै घामै, यहाँ पुरा पसिना छ, लाइन पनि छैन अहिले। यस्तो गर्मीको बेलामा यो फ्यान चाहिँ काम लाग्छ, त्यही भएर भाइले चाहिँ फ्यान नै रोजेको रहेछ। ल त साथीहरू, यदि तपाईँहरूको मोबाइलको डिस्प्ले पनि फुटेको छ, बनाउनु पर्ने छ, राम्रोवाला डिस्प्ले पेस्टिङवाला लगाउन सक्नुहुन्छ। ल त साथीहरू, भिडियो पुरा हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। यस्तै यस्तै भिडियोहरू हेर्नको लागि फलो लाइक सब्सक्राइब गर्नु होला। थ्याङ्क यू फर वाचिङ।